हाई एभ्रिवान दिस इज म्यानिफेस्ट विथ ममता। आजको टपिक छ हाउ वी मेक आवर ओन रुल इन म्यानिफेस्टेसन। हामीलाई के लाग्छ भने हामी अरूको च्यानलमा गएर म्यानिफेस्टेसन कन्टेन्ट सक्सेस स्टोरिजहरू यति धेरै हेर्छौँ कि हामीलाई लाग्छ उनीहरूले यो टेक्निक गर्यो सो म्यानिफेस्ट भयो, सो उनीहरूले यो गर्यो यति दिन चाहिँ यो टेक्निक स्पेसिफिकली गर्यो उनीहरूको म्यानिफेस्टेसन पुरा भयो, तर हाम्रो भएन भनेर हामीले त्यो सोचाइ हुन्छ। तर म के भन्न चाहन्छु भने हामीले आफ्नो रुल आफै बनाउने हो। सो मैले भने कि मलाई चाहिँ भिजुअलाइजेसनले काम गर्छ अनि मैले बेलुका बेलुका भिजुअलाइजेसन गर्छु यति यति स्पेसिफिक टाइममा, अनि मेरो त्यही भएर चाहिँ म्यानिफेस्ट हुन्छ भनेर भन्यो भने मैले जतिखेर पनि भिजुअलाइजेसन गर्छु त्यो स्पेसिफिक ड्युरेसन र मेथड युज गरेर त्यही बेला म्यानिफेस्ट हुन्छ। जस्तै मैले भने रोबोटिक अफर्मेसनले चाहिँ रोबोटिक अफर्म गर्नेले चाहिँ मेरो काम गर्छ, मैले म्यानिफेस्टेसन छिटो गर्छु भन्यो, मैले रुल बनाएँ, मैले सोचेँ होइन भने त्यही नै रियालिटीमा म्यानिफेस्ट हुन्छ। हामीले आफ्नो रुल आफै बनाउने हो। सो अरूले के गरिरहेछ त्यो हेर्नुभन्दा पनि आफूलाई चाहिँ कुन मेथडले काम गर्छ, कसरी चाहिँ काम गरिरहेको हुन्छ भनेर हामीले सम्झिनु पऱ्यो र थिङ्क लाइक कि मैले आफ्नो रुल आफै बनाइरहेको छु, मैले यसले काम गर्छ भन्यो भने त्यसले नै काम गर्छ, त्यसले काम गर्दैन भन्यो भने त्यसले काम गर्दैन, यति दिनमा काम गर्छ भने यति दिनमा काम गर्छ। सो पावर चाहिँ मेरो हो। सो म कसैलाई पनि मेरो पावर दिन्न, म आफूले जे भन्यो त्यही नै म्यानिफेस्ट गरेर छोड्छु भने चाहिँ आफूमा त्यो विश्वास भयो भने, बिलिफ भयो भने चाहिँ पक्कै पनि म्यानिफेस्टेसन इजियर हुन्छ र फास्टर पनि हुन्छ। दिस इज माई एक्सपिरियन्स र मेरो पोइन्ट अफ भ्यू हो होइन। तपाईँहरूलाई के लाग्छ कमेन्ट सेक्सनमा भन्न सक्नुहुन्छ। वी आर द क्रिएटर अफ आवर रियालिटी एन्ड वी मेक द रुल। Thank you so much for watching.